अब यो त हाम्रो छुट्टो छँदैछ, हाम्रो आन्तरिक देशको कुरा मात्रै भयो हेर्नुहोस्। तर हामीले चाहिँ भू राजनीतिक बुझ्नु चाहिँ इम्पोर्टेन्ट छ है। यो भू राजनीतिकले हामीलाई खेलेको एउटै व्यक्तिले 3-4वटा पार्टीलाई खेलाइरहेको छ, यो कुरा याद गर्नुहोस्। माओवालाई खेलाउने नि त्यही हो, एमालेलाई खेलाउने नि त्यही हो, काङ्ग्रेसलाई खेलाउने नि त्यही हो, र सायद राजसभामा नि खेलाइएको होला। एउटैले खेलाएर देशलाई चाहिँ खतम पार्ने स्थितिमा पुगेको छ। हामी जुझ्ने र नराम्रो काम नगरौँ नबोलौँ। हामी आखिर नेपाली हो, जे जस्तो भए पनि नेपाली मिल्नुको कुनै वैकल्पिक छैन। हामी च्यात्यौँ भने फाट्यौँ भने नि फाइदा लुट्ने चाहिँ विदेशीले हो। अब यो को विदेशी भन्ने पनि नभन, सबैलाई प्रष्टै छ। यो कुरो चाहिँ ध्यान दिनु होला भन्न चाहन्छु। अब हामी पनि आउनु पर्ने, हामीलाई आउनु नै अप्ठ्यारो बनायो। अब 84 भनेको मान्छे अब 82 भनेको छ, त्यो पनि हो कि होइन हेर्नुहोस् त। अनि हामी कसरी आउने, विदेश आउने कि हामीलाई विदेशबाट पनि भोट लाउने एउटा त्यो अधिकार दिलाइदियो भने एउटा ठुलो आँट हुन्थ्यो। आउनु त छँदैछ आफ्नो देश, तर विदेशबाट भने हामीले कमसेकम आफ्नो चाहिँ नेताहरूलाई चुन्न पाइन्थ्यो होला। अब त्यो कुरो चाहिँ अहिलेको वर्तमान सरकारले गरिदिएदेखि हाम्रो लागि धेरै उत्तम हुन्थ्यो। त्यो मात्रै होइन, हामीलाई धेरै परिवर्तन गर्ने एउटा बाटो खुल्थ्यो। त्यो भएको नाताले मित्रहरू, मैले फेरि यस्तो उस्तो भनेर होला, यो शब्द सायद आएको थिएन जस्तो लाग्छ अहिलेसम्म। यो मेन भूमिका भू राजनीतिक हो। भू राजनीति खेलाएर हामीलाई पुरै कहिले बिरालो बनाउँछ, कहिले कुकुर बनाउँछ, कहिले बाघ बनाउँछ, कहिले फिस्टो बनाउँछ, त्यस्तो बनिरहेको छ। यो चाहिँ सबैले मध्यनजर राख्नु होला। र अर्को कुरा जुन छ नि, अब गगन थापै कुराकानी गरेर उहाँको पनि धेरै केसहरू आइसकेको छ। अब उहाँ प्रधानमन्त्री बन्ने चान्सेस छैन। अब प्रधानमन्त्री बन्ने हो भने उहाँको पनि केस धेरै आइसक्यो, डार्क फाइलले निकालिसकेको छ। अब कतिवटा आएको छ, अब उहाँ अर्कालाई खाडलमा हाल्छ भने आफै खाडलमा परिसकेको छ उहाँ पनि। हेर्नुहोस्, त्यो भएको नाताले उहाँ पनि मिल्नुपर्छ मेरो विचारमा। गगन थापा नि अब सबै मिलेर देश बचाउने हो भने, नत्र अब पार्टी हो म यस्तो भन्ने त्यो कुरो हुँदैन। अब जति हामीले देखिसक्यो, अब जुन ठुल्ठुलो टाउकेहरूबाट ट्रक पैसा निक्लेको त थाहा पाइयो। जस्तै अब हाम्रो के भन्छ, हाम्रो तारा के अरे तारा हुने उमेशजी याद गर्नु होला, तपाईँहरूको पनि याद गर्नु होला। 10 ट्रक 12 ट्रक पैसा चाहिँ के अरे चितवनबाट र काठमाडौँबाट चाहिँ ललितपुर गएको छ भन्ने ठाउँमा। बुझ्नुभयो कि भएन? त्यो कुरो लानुराम चौधरीबाट बुझ्नु होला। त्यो भएर तपाईँ धेरै बुझेर कुराकानी हाल्नु खोजेको होइन, तर तपाईँको आफ्नो टाउके पनि कुराकानी गर्नुहोस् भन्ने खोज्छ। तपाईँले अरूलाई मात्रै दोष नदिनुहोस् के। त्यो भएको नाताले विचार गरेर कुराकानी गर्नुहोस्। बुझ्नु भएन कि? दोष आफ्नो पनि हेर्ने। तपाईँले ल निरकुमारजी तपाईँको सकिएको हो? मेरो अलिकता छ हजुर। जस्तै अब हाम्रो प्रचण्डज्यू 120 सिट ल्याएर चाहिँ उहाँ प्रधानमन्त्री बन्नुभएको होइन। अब उहाँलाई एउटै अब के अरे आर्मीको चिफले उडाइदियो। अब कहाँसम्मको कमजोरी रहेछ त? उहाँको कमजोरी नभए त एउटा आर्मीको चिफले उडाउँदैन थियो होला नि। त्यो पनि आफूले महसुस गर्नुहोस् कि प्लिज। माओवादीहरूले तपाईँहरूले सोच्नुपर्छ, तपाईँहरूमा कति आशा थियो। अहिलेसम्म रेकर्ड छ 120 सिट केही त थाहा छैन उहाँलाई। कसलाई के थाहा छैन? तपाईँलाई थाहा भयो के गर्नुभयो त नि अहिलेसम्म? मैले हेर्नुहोस्, अब तपाईँ झन्केर उफ्रिन थाल्नु भने चाहिँ तल राखिदिन्छु। यस्तो होइन। अब रवि कुरा प्लिज सुनिदिनुहोस् क्या 2 मिनट। मेरो अरू पनि धेरै बोल्ने नि, मैले बोल्न दिनुहोस् न। अब यो सुन्नुहोस्, रविको बारे जस्तै प्रचण्ड प्रधानमन्त्री कसले बनायो? रविले टेवा नदिए भए प्रचण्ड के अरे प्रधानमन्त्री बन्न सक्थ्यो? रवि त्यहाँ नगए त्यो 25 फाइल नारायण काजीले खोलेर त्यसरी उहाँले प्रश्न पार्न सक्नुभयो त? खोल्नु मात्रै पनि देखाउनु भएन नि जनतासामु देखाउनु त रवि होला नि त। रविले गर्दा नि अहिलेसम्म तहल्का मचेको होला नि त। त्यसैको प्रतिशोधले त अहिले जेल जानु परेको होला नि। रवि त उसको व्यक्तिगत हिसाबले जेल त गएको त होइन नि। ऊ त हाम्रो जनताको लागि गइरहेछ नि त। ऊ त जेल भने याद गर्नुहोस्, जति रविलाई कोचेर राख्नुहुन्छ नि त्यति नै उहाँ हाम्रो निमेशजीले भन्नुभयो जस्तो या के हुन्छ हेर्दै जानु होला। तर यसमा भू राजनीतिक छ, भू राजनीतिको त अप्ठ्यारो चाहिँ परेकै छ। हेर्नुहोस्, त्यति सजिलो बहुमत आउँदैन, कसैको पनि आउने स्थिति देखिँदैन। ल सबै मिलेर होला। थ्याङ्क यू। ल अलिकति मेरो शब्द नराम्रो होला, तर नराम्रो भने फ्याक्टहरू मैले बोलेको। थ्याङ्क यू। ठिक छ। तपाईँलाई लागेको कुरो तपाईँले बोल्नुभयो, एकदम राम्रो कुरा। ल अब माधुरीजी हजुरले राख्नु नि त। थ्याङ्क यू। नमस्ते सबैजनालाई। हाँस्नु कि बोल्नु जस्तै भयो क्या। थोरै हाँस्नु अनि बोल्नु एकदम क्या। उहाँले बोलेपछि डायमन्ड दाइ मलाई 2 मिनट दिनु है। उहाँले बोलेपछि ल 2 मिनट। हजुरले अरूलाई पालो दिनु न, म आज बोल्दिनँ भनेर त्यत्रो मेसेज पठाएको, मेसेज नहेर्ने। अनि सबैजनालाई नमस्कार फेरि पनि।
अब के बोल्ने के एकदम अन्यल छ हो अन्यल छ खै केही बोल्ने शब्दै भेटिराखेको छुइनँ कि मैले त्यत्रो एकदम आज चाहिँ अलिकति एक्साइटेड भएर अलि 2-4 वटा पोइन्टमा बोलु न भनेर भनौँ भने अब सबै साथीहरूले सबै के एउटै कुरा दोहोरिराख्ने नै हुन्छ प्राय गरेर अनि पर्टिकुलरली एउटा यही हो भनेर भन्ने हिसाबको कुरा चाहिँ खासै केही छैन अब बोल्दा बोल्दै माधुरीजी हजुर म अलिकति कन्क्लुजनमा जान्छु अनि म लाइभ बन्द गरिदिन्छु है। हजुर, हजुर। 7 बजी उठेको हिजो 2 वर्षसम्म चलाएँ। अब कस्तो रहेछ भनेदेखि अब तपाईँहरू एउटा कुरा क्लियर हुनुहोस् भने नि माधुरीजी, हजुर, हजुर। कुलमान दाईको हिजो पार्टी खोल्नु पर्ने हिजो खोल्नु सकिएन होइन। अब विविध कारणले सानो के कारणले होला, सायद टाइमले होला, भोलि पार्टी उहाँहरूको खुल्ने भयो है। अब हामी भनेपछि उहाँहरूले आफ्नो पार्टी नै खोल्ने हुनुभयो। पार्टी नै खोल्ने भयो, जिज्ञासा त्यही नै हो सबैको लागि, कुलमान दाईले पार्टी खोल्ने कि नखोल्ने भन्ने कुरामा होइन। त्यसपछि उहाँहरूको यति तयारी भइसकेको छ। म अस्ति बेलुका पुगेँ, अस्ति बिहान पुगेँ, सबै कुरा पुगेँ होइन। हजुर। त्यसपछि अब यो पार्टी खोल्नुको निमित्त त सुरुमा तपाईँहरूको 21 जनाको टोली चाहिने रहेछ नि त होइन। हजुर हजुर अनि 500 मत होइन, त्यस्तो खालको सबै भयो। त्यो पार्टीहरू त्यो सबै तयारी भएर उहाँहरू छिर्नुभयो। र एउटा कुरा चाहिँ के धन्यवाद भने हामी त्यहाँ छिर्नु परेन क्या अहिले चाहिँ कुरा बुझ्नु भयो नि। ओके हामीलाई सुरुमै प्याटीमा छिर्नु परेन होइन। त्यस कारणले म सोम शर्मा, हेमराज थापा लगायत हाम्रो टोली चाहिँ अहिले ठ्याक्कै बाहिरै छौँ हामी होइन। र हाम्रो चाहना पार्टी खोलेर जाओस् भन्ने होइन हेर्नु होइन। डेफिनेटली होइन। त्यो भएर अब उहाँहरूले कस्तो छ के छ कसरी हाल्नु हो त्यो चाहिँ उहाँहरूकै कुरा हो होइन। र यो झन्डै टाउको एकदम दुखाइकै विषय थियो हिजो अस्तिसम्म मात्रै पनि होइन। यही हो ठ्याक्कै यस्तै कुरा भएकोले गर्दाखेरि यहाँ अहिले त हामी यसरी कनेक्टेड भएको छौँ एउटा सोसियल मिडियाको प्लेटफर्मले गर्दाखेरि। अनि हामी व्यक्तिवादीमा नजाउँ भनेर मैले बारम्बार भन्नुको कारण यो पनि हो क्या। हामी समर्थक भएर एउटा व्यक्तिवादी बनिदियौँ भने अब तपाईँ हामीहरूलाई कस्तो गाह्रो पर्छ ल हेर्नुहोस्। मिल्दै हुन्थ्यो, यो गर्दै हुन्थ्यो, यस्तोमा आइदियो हुन्थ्यो भनेर हाम्रो यत्रो चाहना अब पार्टीगत हिसाबमा गइदिइसकिसकेपछि कसको विषयलाई कहाँनिर कस्तो अवस्थाले चाहिँ हामी वर्णन गर्दै जाने, के भन्दै जाने, के बोल्दै जाने भन्ने तपाईँहरू जस्तो अभियन्ताहरूलाई अहिलेको यस्तो अवस्थामा अब कुलमान दाइले पार्टी खोल्ने डिसिजन गर्नुभयो भने सबभन्दा ठुलो मर्का तपाईँहरू जस्तो मान्छेलाई पर्ने हो क्या, अभियन्ताहरूलाई पर्ने हो क्या। हामी हाम्रो पनि पावर त्यतिकै छ हेर्नुहोस् होइन। किनभने अब म लगायत सोम शर्मा, हेमराज थापा भने हाम्रो अरू एउटा शक्ति हो क्या। वास्तवमा हामीले नै पार्टी खोलेर गयो भने हामीलाई नो डाउट उहाँहरूले भन्दा राम्रो मत चाहिँ हामीले आउँछौँ जस्तो हामीलाई लाग्थ्यो क्या। त्यति थियो कि हामीसँग पनि। तर हाम्रो गलत भयो क्या, एकजुट भएर जानुपर्ने अब कुलमानजी जस्तो मान्छे हाम्रो चाहना होइन होइन। त्यस कारणले अब हाम्रो यो टिम कता जाने के गर्ने हामीसँग त एकदम राम्रो खालको डिसिजन गरेर बस्छौँ हामी त होइन। अलिक बेलुकैसम्म पनि हाम्रो पनि सरसल्लाह भएको छ। अब हाम्रो चाहिँ यस्तो खालको प्लान छ कि जसलाई हामीले सपोर्ट गर्यो भ्ल्याट्टै त्यो चाहिँ उठोस् चाहिँ भन्नेमा छ क्या, ठाउँमै पुर्याओस्। किनभने त्यो शक्ति त हामीसँग पनि छैन। या कुलमानलाई सपोर्ट गरे कुलमानलाई हामीले ठाउँमै पुर्याउन सकौँ, राष्ट्रिय स्वतन्त्र पार्टीलाई सपोर्ट गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई ठाउँमै पुर्याउन सकौँ होइन। त्यो खालको चाहिँ हामीसँग त्यो छ। त्यही भएर अहिले अब हामीले चाहिँ अब कुलमान दाईलाई सभापति बनाउने कि उपसभापति बनाउने कि कुलमान दाईलाई साधारण सदस्य मात्रै बनाएर लाने के गर्ने त्यो चाहिँ अब हाम्रो टाउको दुखाइको समस्या सकियो हेर्नुहोस् अब हिजोबाट चाहिँ। अन्यल छ स्थिति अन्यल छ। त्यही भएर के विषयमा बोल्नु, के बोल्नु, कहाँ बोल्नु, कसैलाई समेटेर बोल्ने, यत्रो समयदेखि कराएर भनेको भन्ने कुराहरू उलग्गै हो। अब मान्छे व्यक्ति राम्रो कामको मूल्याङ्कन भएकोले गर्दा सकेसम्म उहाँहरू एकै ठाउँमा आइदिनु भयो भने पुरानो दलहरूलाई अलिकति केही न केही भए पनि चेतावनी हुन्थ्यो भनेर भन्ने हिसाबको। अब नयाँ नै यसरी बाँचिएर गइसकिसके पछाडि देशमा राज गर्ने भनेको यही पुरानोले हरिदाई बधाई छ हरिदाई। हजुरको एनालाइटिकै एकदम उत्कृष्ट स्थानमा ठाउँ प्राप्त गर्न सफल भएकोमा हजुरलाई क्ल्याप ताली मारिदिनुहोस् हरिदाजुलाई। हजुर दाइजीले पहिलेदेखि भन्नुभएको कुरा हो यो एक साथले हुँदैन। यो नहुने बित्तिकै पुरानो पार्टीहरूको नै हाबी हुन्छ। यहाँ आउँदैन सिट आउँदैन कसैको आउँदैन, नम्बर 1 र नम्बर 2 भनेर हमेसा ठोकुवा गरेर भन्नुहुन्थ्यो। त्यत्तिकै एनालाइटिक गर्नुभएको होइन रहेछ। तर अजयजी र हामीहरूको पनि भनाइ एकै ठाउँमा मिलाउन सकिएन भने फाइदा चाहिँ उहाँहरूलाई नै हुने हो, पुरानोलाई
भनेको आखिर अन्तरकालमा गएर सत्य चाहिँ त्यही हुने भयो भनेपछि अनि अब तपाईँ हामीहरूले अहिलेसम्म यसरी बहस गरेको र सोसियल मिडियाबाट यसरी ऊ भएको भनेको एउटा भ्रम फैलाएको भने जस्तो मात्रै मान्छेको नजरमा हुने भयो। यसको फाइदा त्यसका बावजुद पनि यसको फाइदा अब नयाँलाई कतिको पर्न जान्छ भनेर भन्ने हिसाबको कुरो त स्टिल आकलनमा छँदैछ नै। तर उहाँहरू विभाजन हुनु भनेको चाहिँ पुरानालाई ठुलो हिसाबमा फाइदा पुग्नु हो। यसले देशलाई अलिकति घाटातिरै लान्छ भन्ने लाग्छ मलाई चाहिँ। म चाहिँ त्यो भन्छु, फाइदा चाहिँ छैन। कुलमान दाईको भनाइ पनि म मिसिनु जाने होइन नि त, म एक्लै जाने होइन, टिम जाने हो। अब त्यो टिमले गर्ने कुरा हो, टिम फेरि पनि गएर मिल्नमा कुनै त्यसको अप्ठ्यारो छैन भन्ने पनि उहाँको भनाइ होला नि त। यस्तो पनि भयो नि त, कुलमान दाई एक्लै जाने होइन, कुलमान दाईको टिमै जाने। तर उहाँले एप्रोचिङ गर्नु पर्दाखेरि भनेको चाहिँ एउटा पब्लिकमा पनि आएर ल पब्लिक ओपिनियन माग्नु न त। रासपाको तर्फबाट पनि के छ, कुलमान दाईको तर्फबाट पनि के छ, पब्लिक ओपिनियन माग्नुहोस् त ल। कुलमान दाईले पब्लिकले दबाब दियो भने आज जसरी 60 लाख मान्छेले चाहिँ रासपाका लागि चाहिँ हस्ताक्षर गरेर हिँडेको छ, कुलमान दाईले पब्लिक ओपिनियन माग्नु पर्यो भने त्यही अनुसारको आउँछ होला नि त। दाईलाई पनि आउँछ होला नि त। हरिदा एकै मिनेट ल, हरिदा एकैछिन है, मैले थोरै मैले लामो बोल्न जान्दिनँ। अब योमा पोजिटिभ सोच्ने हो भने एउटा कुरा यो पनि आउन सक्छ कि माधुरीजी, कुलमानजीले अहिले समय सकिन लागेको कारणले पार्टी दल दर्ता गर्नुहुन्छ होइन। त्यसपछि विधान तयार भएपछि त्यसमा त काङ्ग्रेसबाट, एमालेबाट, माओवादीबाट, हामी जस्ता राजावादीहरूबाट पनि त उहाँको विधान हेरेर यो लेखेपछि आउँछ भन्ने मान्छे तयार गरेर केही न केही प्लानिङमा होला नि त। अहिले भर्खर निराश भइहाल्नु पर्ने त के छ र। अब त्यो विधानमा बोलेर हरिदा हस् कुरा के हो भने तपाईँको यहाँ चाहिँ रासापासँग पार्टी एकता गर्नुपर्छ कुलमान घिसिङले बालेनले भन्नुहुन्छ क्या साथीहरू। एकता कुलमान घिसिङको हिजोसम्म पार्टी नै थिएन, बालेनको पार्टी नै छैन। व्यक्ति चाहिँ एकता हुनुपर्छ भन्नुपर्नेमा पार्टी एकता कोसँग चाहिँ बस चलाउने भने अहिले माटोसँग श्रम संस्कृति पार्टी उहाँको चाहिँ दर्ता भइसकेछ। पार्टी एकता चाहिँ उहाँसँग हुन्छ पहिलो कुरो। अब कुलमान घिसिङ चाहिँ एउटा व्यक्ति थिए, अब पार्टी खोल्नु भने चाहिँ पार्टी एकता हुन्छ। उहाँले पार्टी खोल्नुको मेन उद्देश्य नै त्यही हो। उहाँ हरिदाईले भनिसक्नु भएछ, उहाँले पार्टी खोल्दा त्यहाँ चाहिँ काङ्ग्रेसबाट आएका राम्रो मान्छे त्यहाँ आउन सक्छन्, एमालेका राम्रो मान्छे त्यहाँ आउन सक्छन्, यद्यपि माओवादीमा भएका राम्रो मान्छे त्यहाँ आउँछन्। अनि चाहिँ रासापासँग पार्टी एकता हुन्छ। पहिलो कुरा चाहिँ यहाँ चाहिँ पार्टी एकता भन्नुहुन्छ। उहाँहरू व्यक्ति हुनुहुन्छ क्या, व्यक्ति एकता चाहिँ हुन सक्छ। पार्टी एकतै थिएन, पार्टी नै छैन, कहाँबाट पार्टी एकता हुन्छ केही त थाहा छैन साथीहरूलाई। पार्टी एकता भन्नु खोइ पार्टी। अब चाहिँ पार्टी खोल्नु भने पार्टी एकता अब चाहिँ पार्टी एकता हुन सक्छ भनेको क्या। अब चाहिँ पार्टी एकता हुन सक्छ भन्ने कुलमान दाईले पनि त्यही भने हो। होइन पार्टी एकता त पार्टी एकता हुनुपर्छ भने जस्तो लाग्दैन मलाई चाहिँ आज चाहिँ। जब उहाँले पार्टी दर्ता गरेपछि पार्टी एकता हुन्छ क्या। किनभने कुलमान घिसिङ त्यतिकै एक्लै व्यक्ति जाने होइन क्या, त्यहाँ उहाँको पनि एउटा चाहिँ उहाँ गएपछि उहाँको एउटा बेग्लै फोर्स हुनुपर्छ र पार्टी एकता हुन्छ क्या। पार्टी दर्ता गर्नु पहिला कुरो यहाँ नझुक्किनुहोस् तपाईँहरू। भोलि गएर भोलि सकरिया हुन सक्छ उहाँहरूसँग। यो पार्टी खोल्यो भन्दैमा निराश हुनुपर्ने केही कारण छैन। जस्तो हाम्रो पार्टीमा अहिले विप्लवले चाहिँ पार्टी दर्ता गर्नुको कारण प्रचण्डसँग उहाँले पनि एउटा ठुलो भाग खोज्नु भएछ। भोलि विप्लव हिजोसम्म विप्लवको पार्टी थिएन, उहाँ आएर मिसिँदाखेरि उहाँको केही अस्तित्व रहँदैन थियो। तर पार्टी दर्ता गरेर भोलि प्रचण्डसँग मिलेपछि उहाँको एउटा अस्तित्व रहन्छ। त्यही भएर पार्टी दर्ता गर्छन्। पहिलो कुरा यहाँ चाहिँ तपाईँहरू ढुक्क हुनु होला। अर्को कुरा, यो अहिलेको तत्कालीन सरकारलाई रामकुमारी झाँक्ली जस्तो एउटा गुज्रेको एउटा के भन्न सपना भ्याइन् भने हिजो रवि लामिछानेले एउटा प्रश्न उठ्दा सिंहदरबारमा 8 घण्टा बयान दिनुपर्ने। अनि यो सरकारको नैतिकता केसम्म रहेछ भने केपी ओलीले तपाईँको चाहिँ सुशीला कार्कीको अर्डरमा बयान दिन जान्छन्, केपी ओली त्यहाँ जान्छ। र अर्को कुरो गैरीबहादुर कार्कीको बयानमा केपी ओली तानिन्छ। ल हेर्नुहोस् है, तपाईँहरूले एमालेको त्यो कुरा कहिले निकाल्नु भएन क्या। सबैको दुश्मन चाहिँ यो देशमा माओवादी नै रहेछ कि। यो बोर्डमा नि म यसो हेर्छु होइन, सब यो अमेरिका बस्नेलाई झन् यो रासापाको त सबैभन्दा ठुलो झोले कहाँ छन् भने अमेरिकामा रहेछन् क्या। अमेरिकाकै पार्टी हो कि के हो मलाई थाहा छैन। तपाईँलाई होइन क्या डायमन्ड दाइ। अहिले यहाँ कुरा के हो भने रामकुमारी झाँक्रीले बोलेको कुरा कसैले उठाएको छैन। अहिले तपाईँको यो अहिलेको नागरिक सरकारको नैतिकता सकिसक्यो। अब ढुक्काउनुहोस् न त। उनको कुरा उठाएको छैन भने उनको हैसियतलाई मानेको रहन्छ, उनलाई स्वीकार गरेको रहन्छ भनेर बुझ्नुपर्छ। तपाईँले के राजनीति गर्नुहुन्छ यार? तपाईँलाई त अब राजनीति स्कुलिङ गर्नु। रामकुमारी झाँक्रीले 3 वर्ष अगाडि राष्ट्रपति विद्यादेवी भण्डारी तिमी बालकोट गएर बस भनेको राम्रो भयो नराम्रो भयो मेरो देशको राष्ट्र प्रमुख हो नि त। त्यस्तो भन्ने मान्छेको तपाईँले ल्याउनुहुन्छ भने चाहिँ तपाईँलाई नाप्न
होइन हरिदाई यहाँ सुन्नुहोस् है, तपाईँको चाहिँ रवि लामी छानेले 8 घण्टा सिंहदरबारमा चाहिँ बयान दिन पर्यो। यो अहिले तपाईँको चाहिँ यो आयोग बनिएको गौरीबहादुर कार्कीको आयोग भनेको त शक्तिशाली आयोग हो नि। त्यहाँ चाहिँ केपी ओलीले आएर बयान दिन उसले के भन्दियो भने सिधै केपी ओलीको नैतिकता छ त सुशीला कार्कीलाई भेट्ने भन्छ। अहिले रामकुमारी झाँक्रीले के भन्छन् भन्दा पनि उमेश सर 10 सेकेन्ड मात्रै बोल्छु है, 10 सेकेन्ड दिनु ल मलाई। अहिले रामकुमारी झाँक्रीले के भन्छन् भन्दा पनि अजय श्रेष्ठले के भन्नुहुन्छ भन्ने कुरा इम्पोर्टेन्ट छ क्या नेपालमा। कुरो हो त, राइट। अझै श्रेष्ठले भन्ने टाइम आएपछि भन्नुहुन्छ है, टाइम भन्दा अगाडि भन्नुहुन्छ। कसैले जबरजस्ती अर्थ लाग्ने नलाग्ने भन्ने कुरा क्या। अब त्यो एउटा उहाँ के अरे के भनेपछि पुण्य गौतम भन्ने छन्, उनले बोलेको के अर्थ लाउने नलाउने, जय किशोर बस्नेतले बोलेको अर्थ लाउने कि नलाउने, ती त फरक हुन् नि त। अब त्यस्तै हो रामकुमारी झाँक्री पनि उनले बोलेको कुराको अर्थ तुकसुक केही छैन भन्ने कुरालाई बुझेरै मान्छेहरूले चाहिँ के हो भने ल साथीहरू धेरै लामो समय बसे, म छुट्टिन्छु। अजय सर अगाडि बढ्नु है, पछाडि नहट्नु। पार्टी बनाएर भए पनि एकीकरण गर्नेतिर लाग्नु होला है त। थ्याङ्क यू। धन्यवाद सर, धन्यवाद। अब पार्टी कस्तो किसिमको पार्टी बन्छ अनि त्यसपछि एकीकरण गर्ने हो कि विधान हेरौँला। अनि सकभर मैले मान्ने आस्थासँग माने भने मसँग एकीकरण गरौँला, तपाईँले मान्ने विचारसँग माने भने तपाईँसँग गरौँला। हरिदाई राप्रपालाई पनि मिलाउनु पर्यो क्या सँगसँगै यार। राप्रपा अलग जानु भएन क्या। होइन, पार्टी रजिस्ट्रेसनै भइसकिसके पछाडि त एकीकरण गर्न त धेरैलाई अप्सन भइहाल्यो नि। एउटैसँग अनि उहाँहरूले विधानमा टोक्नु होला। राष्ट्रिय स्वतन्त्र पार्टीको जस्तो विधान नबन्यो भने, त्यहाँ पढ्न मिल्ने विधान बन्यो भने, कसलाई मित्र शक्ति भन्नुहुन्छ, कसलाई वर्ग दुश्मन भन्नुहुन्छ, त्यो